यति जाओ भाँडा राख्ने पनि ढङ्ग छैन है तेरो। अस्ति भर्खर बिहे भयो कि नयाँ बुहारी के गाली गरौँ भनेर मुख बाँधेर बसेको, गाली नगरी नहुने भयो नि त। मैले जानी जानी कहाँ खसालेको र आमा, बिस्तारै राख्छु भन्दै थिएँ, हातबाट खसिहाल्यो। यस्ता गल्ती कसले जानी जानी गर्छ र आमा, किन रिसाउनु भएको? बिहे गरेर आएको यतिको समय भइसक्यो, भाँडा माझेर ल्याएर कहाँ राख्ने कसो गर्ने भन्ने त्यति ज्ञान पनि भएन तँलाई? भाँडा माझ्ने काम त माइतीमा पनि त गर्थ्यौ होला नि। यो सब काम आमाले सिकाएर पठाएनन् कि सब काम मैले सिकाउनु पर्ने हो? मेरी आमाले मलाई हरेक काम सिकाएर पठाउनु भएको छ आमा। कुन काम कसरी गर्ने, कोसँग कसरी बोल्ने सबै सिकाउनु भएको छ। माइतीमा तेरी आमाले सिकाएको भए त्यही सिकाए अनुसारले किन गरेकी छैनस् त? मैले सिकाउनु परेको छ, यो गर त्यो गर भनेर सबै मैले सिकाउनु परिरहेको छ त। अझै ठुला कुरा, भाँडा माझेर यहाँ यसरी राख भनेर सिकाइराख्नु परेको छ। नयाँ बुहारीलाई किन कराउनु भन्यो, कराउन बाध्य पार्छ छैन? सानातिना गल्ती त जसको नि भइहाल्छ नि आमा, जानी जानी गल्ती कसले गरेको हुन्छ र? अन्जानमा भएको गल्तीलाई पहाड जस्तो बनाएर कराउनु पर्छ? अझै ठुलो स्वर गर्छिस्? आमा, यिनलाई किन गाली गर्नुभएको? यिनी हिजो अस्ति मात्र यो घरमा आएकी मान्छे हुन्, यिनलाई यो घरको बारेमा केही थाहा छैन।